दोस्रो चाइनाको समस्या कस्तो देख्छु भने चाइना पनि इनर्जी सेक्युरिटी त चाहियो चाइनालाई पनि, त्यहीँबाट इम्पोर्ट गर्छ उसले धेरै तेलहरू। अर्को इरानसित धेरै किसिमले चाइनाको पनि इकोनोमिक इन्ट्रेस्ट जोडिया छ। तर सँगसँगै के छ भन्नुहुन्छ भने चाइनाको चाहिँ अमेरिकासित पनि त्यत्तिकै जोडिया छ। र इरान र अमेरिकाको उसको आर्थिक चाहिँ मतलब लेनदेन र आर्थिक चाहिँ मतलब स्वार्थलाई त तुलना गर्ने हो भने अमेरिकासित बढी आर्थिक स्वार्थ छ। त्यसमा इमोसनमा आएर आफ्नो आर्थिक स्वार्थलाई दरकिनार गर्छ चाइना जस्तो राष्ट्रले भन्ने मलाई लाग्दैन। एक त चाइना भने त्यस्तो देश हो जसले चाहिँ अमेरिकालाई सबैभन्दा बढी ऋण दिने। हङकङको सहित हिसाब गर्दाखेरि 1.35 ट्रिलियन डलरको अमेरिकाको सोभेरियन बन्ड त चाइनाले खरिद गरेको छ। भनेको अमेरिकाको जमानतमा त्यति डलर बराबरको कर्जा चाहिँ नि चाइनाले दिएको छ अमेरिकालाई। दोस्रोमा जापान छ हैन, झन्डै 1 ट्रिलियन डलर बराबरको। अनि भारतको त्यो कम्पोनेन्ट धेरै छ, झन् 140-41 अर्ब डलर मात्रै छ उसको। अनि यो अवस्थामा अमेरिकालाई ऋण दिएको छ चाइनाले। अमेरिकालाई नै फेरि दुःख दिएर अमेरिकाको परिस्थिति, आसामीको स्थिति डामाडोल भयो। आसामीको इज्जतलाई हेरेर साउले ऋण दिएको। अनि आसामीको स्थिति डामाडोल भयो भने त मार्का त अल्टिमेट साउलाई पनि पर्छ नि त। यो आर्थिक स्वार्थ एकदमै छ। र अहिलेसम्म जुन ट्रेड डिस्प्युटहरू भएको छ, ट्रेड डिस्प्युटलाई चाहिँ अलिकति सहजीकरण गरेर आफ्ना सामान बढी अमेरिकामा बेच्ने परिस्थिति निर्माण गर्न पनि यस्ता मुद्दाहरूमा चाइना चाहिँ मतलब तटस्थै बस्छ। अब यही हिसाब गर्नु, यी पनि जस्तो पाकिस्तान टुक्र्याउँदाखेरि अमेरिकाले कति अनुनय विनय गर्दाखेरि पनि मास्तिरबाट भारतमाथि चढाइ गरेन नि चाइनाले। महत्त्वपूर्ण होइन 71 मा यो एकदमै महत्त्वपूर्ण उदाहरण हो नि। भने चाइना त्यसरी चाहिँ मतलब प्रोभोक भएर चाहिँ मतलब इरानको वारमा कुदिहाल्छ भन्ने मलाई चाहिँ लाग्दैन। र अल्टिमेटली हुन्छ नि कहिलेकाहीँ कस्तो हुन्छ, छोरो मरोस् कि बाबु मरोस् भनेर सोध्दैन कसैले। त्यो सोध्यो भने बाबु भने त पुरानो जेनेरेसन यसै पनि मर्नु नै छ, र छोरो भने त मरोस् भन्नु भने त भविष्यको मानव पिँढीमाथिको आघात हुन्छ नि त। अनि बाबु नै मरोस् भनेर भन्नुपर्छ। यद्यपि आफ्नो बाबुलाई मरोस् भन्ने त कुनै छोराको पनि त अभिप्राय त कहिल्यै हुँदैन। त्यो अवस्थामा दुईटालाई तुलना गरेर चाहिँ जोखेर एउटातिर चाहिँ मतलब साइडमा लाग्नु पर्यो भने त उसले त अमेरिकन इकोनोमी नै सस्टेन गराउनुपर्छ नि उसकै स्वार्थका लागि। अब चाइनालाई पनि त अप्ठ्यारो छ। ऊ जति इन्डिपेन्डेन्ट छैन, रसिया जति अमेरिकाबाट इन्डिपेन्डेन्ट छैन चाइना। चाइनाको चाहिँ धेरै ठुलो डिपेन्डेन्सी छ अमेरिकासित। एक दोस्रो कुरो के छ भन्नुहुन्छ भने यो ग्लोबल जुन दबदबा छ अमेरिकाको, खास गरिकन आर्टिफिसियल इन्टेलिजेन्स भन्नुहोस् अथवा इन्फर्मेसन टेक्नोलोजी भन्नुहोस् होइन, अब सिलिकन भ्याली जे त्यो दबदबामा चाइनाले आफूलाई अलिकति अलगै गरे पनि जे गरे पनि उसको सिस्टम त दुनियाँमा चल्दैन नि त। जस्तै नेपाल लिनुहोस्, इन्डिया लिनुहोस्, सिस्टम त अमेरिकनहरूको चल्छ नि। यहाँ सबै अहिलेको चाहिँ मतलब मोडर्न डाटाबेस होइन सबै उसको चल्छ। अनि त्यो अमेरिकन सिस्टमसित एक्सचेन्ज नगरेसम्म, डाटा एक्सचेन्ज इन्फर्मेसन एक्सचेन्ज नगरेसम्म त उसको पनि त ट्रेड चल्दैन नि त। उसले जिमेल चल्न दिँदैन, गुगल चल्न दिँदैन। तर इन्डिया र नेपालबाट गएका मेलहरू त जिमेल र गुगल जिमेलबाटै चाहिँ उसले त एक्सेप्ट गर्नुपर्छ नि त। उसका कम्पनीको इन्फर्मेसन त गुगलमै हाल्नुपर्छ नि। उसको सर्च इन्जिनबाट चाइनिज कम्पनीको इन्फर्मेसन थोडी न चाहिँ मतलब नेपाल र भारतको ट्रेडर्सहरूले खोज्ने हो। त्यस कारण यो ग्लोबल डिपेन्डेन्सी पनि काहीँ न काहीँबाट छ। अनि जो ठुला सोफिस्टिकेटेड टेक्नोलोजीहरू छन्, त्यो टेक्नोलोजीको कुनै न कुनै किसिमको चाहिँ मतलब कन्ट्रोल मेकानिजम त अमेरिकनसित छ। जस्तो किल स्विच भन्छौँ नि त, संसारभरिका हतियारहरूमा इन्फर्मेसन टेक्नोलोजीमा एयरक्राफ्टहरूमा चाइनाले पनि जति गफ दिए पनि जो चेङदु जे सिरिजको एयरक्राफ्टहरू जो बनाइरहेको छ, आखिर त्यो त मिखाउकै हाइब्रिड गरेर रसियनकै हाइब्रिड गरेर न बनाइरहेको छ उसले पनि। अब रसियाले पनि कुन हदसम्म चाहिँ मतलब चाइनालाई त्यो कुरामा चाहिँ सहयोग गर्छ। रसिया पनि कुनै दिन त चाइनाको चाहिँ मतलब सित ठुलो द्वन्द्व गरेकै राष्ट्र हो। 71-72 ताका हेर्नु हो भने त रसिया र चाइनाको पनि त ठुलै द्वन्द्व थियो हेर्नुहोस्। यो त यो कम्प्लिकेसनमा
इरानको पक्षमा त्यत्रो चाहिँ दिल खोलेर चाहिँ चाइना आउला भन्ने चाहिँ मलाई लाग्दैन। त्यसो भए यदि इरानको पक्षमा कुनै ठुलो शक्तिशाली राष्ट्र आउँदैन भने इरानले युद्धमा जाने कसरी? यही त समस्या छ। यस्तो धर्म सङ्कटमा इरान पर्यो। यसले गर्दाखेरि युद्धमा नजाउँ, रेजिम चेन्ज हुन्छ। अमेरिकाले चाहेकै त्यही हो। दोस्रो विश्वयुद्धमा पनि शहनशाह मोहम्मद रेजा पहलवीको पिताजी चाहिँ जापान भनौँ न, जापान र नाजीको समर्थनमा गएपछि उसलाई हटाएर अनि शहनशाहलाई राजा लिएर आएको अमेरिकाले, त्यो त अमेरिकाकोले आफू परस्त। इरान त एकदमै वैदिक कालदेखि अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो नि, अहिले मात्रै होइन नि। मैले त